यही मौर्यमा त हाल्दैन यस्तै पानी माथि पुगेको त घाम टिनिक्क पो लाग्यो क्या आम्मा दागमा गएको त टिनिक्क घाम जाँदा चाहिँ पानीमा भित्रै गएको हल्का फुल्का आउँदा त टिनिक्क भरे केही बेच्ने निस्केर आउँदैन ऊ हान्न ऊ यता यतापट्टि चाहिँ देखाउनु न डाँडा यतापट्टि के देखाउ यतापट्टि हुँदै लागिरहेको छ डाँडामा भाइ आइपुग्नु होला नि त के काट्ने त छैन त दाइ काट्ने त दामी छ आजको भ्यू चाहिँ दामी छ एकछिन बन्द गर्न बन्द हो एकछिन दामी भयो नि बुझ्नु पर्यो किन चिना नगर तिमीहरूको कतिले फोटो आउँदैन राम्रो क्यामेरा छैन कि ढुक्क ब्लर स्ट्रगलिङ फेजमा हो अहिले प्लिज चिनिँदैन भनेर अनुहारमा चाहिँ अर्को बाहिर गएको हो अन्त बाहिर व्हाट्सअप गाइज इट्स नो ब्लॉग अनि मेरो कन्टेन्ट हाल्नु यो चाहिँ अरे म टाटा सकिनस् के टाटा सकिनस् यार हामीले कपडा लिके मा अब मगे झला गात एकछिन भिडियो नबनाउनु एउटा एकछिन बन्द गर्नु न एकछिन बन्द हो बन्द भयो भोइस जान्दैन नि आउने धैला अघि गाडीमा भाइब्रेट गरेर गाह्रो भयो त्यो खुसी हो र लाग्दैन यस्तो गरेर मैले लौ क्यामेरा पनि सन भाइ यता हो भाइ यता बाबु उकालो हेर अनि त्यताबाट जान्छ नि बाटो छ त्यहाँबाट सट्ट घुमेर यहीँ माथि आउँछ झर लाग्ने भेरी केही दोकान छैन त्यही पनि हिँड्न सक्दैन हामी यत्रो ठाउँ हिँडिरहेको मजा नि गिटार पनि बोकेर होइन कुलुङको पानी ऊ हेर त बाढी पो आइरहेको छ त्यही त जानुहुन्न यार झन्न गएन झन्न कुलुङ चाहिँ गएन त्यो एउटा मान्छे लाने गाडी होइन मरेको मान्छे लाने हामी त हौ त्यही भएर मलाई कहीँ जानु मन लाग्दैन क्या हुँदैन यहाँले सरको छोड्नु त यो अर्को भेट खाइसक्यो हात हालो के भयो गाउनु भाइ तिमी आमा ल सबैजना मैले गरिबलाई दिइसकेँ ल मेरो भाइले चाहिँ मलाई दिएको अरे यो भाइ मेरो त हाम्रो भाइ किनेको भाइ हो मैले किनेको भाइ हो कि हो बार माया गर्छ मलाई यो भाइले यो बोतल बोक्न मुली माथि काम हुन्छ
ओइ बरे हग्दा चाहिन्छ नि हग्दा चाहिन्छ है भाइ हग्दा यता भ्यू पनि देखाइदिउँ हाम्रो क्या भइसक्यो अन्त गरेको यता भ्यू पनि खासै राम्रो छ तै पनि त्यो क्यामेरा त मेरो क्यामेराले उयो मात्रै आउँछ मोड डाइरेक्ट हो होइन पोर्ट्रेट मोड होइन कि मेरो क्यामेरामा चाहिँ कस्तो खालको आउँछ नि यहाँ चाहिँ हरर स्टोरीमा देखाउँछ नि अँधेरो अँधेरो हुँदैछ क्या हरर मुभीमा देखाउँछ नि त्यस्तै म्यान भर्सेस वाइल्ड हो म्यान भर्सेस वाइल्ड आज हामी के अरे मेन भर्सेस वाइल्डमा छौँ आज हामी आज सब्सक्राइब गर्नु होला ल लाइक ल टक 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 ल फलो ल यो हामी आएको छौँ सबैलाई भाइ यो चिम्पानीलाई चाहिँ हामीले भाइ मेरो च्यानलको नाम डट डट होइन नि त के अरे डट डट होइन मेरो च्यानलको नाम मेरो च्यानलको नाम त नेपाली जोनी बाबा उयसमा सजाउनु नेपाली जोडी बाबालाई ओ होइन तल क्याप्सन हेर क्याप्सन हेर तल लिंक क्याप्सन हेर्नु डिस्क्रिप्सन हो ए हैन हैन त्यो भने डिस्क्रिप्सन बन्द के अरे फेरि भन्दा यस्तो यस्तो चुतिया गान्डु हो मेरो ग्रुप में इतना चुतिया गांडू हो किस मार चूतने कहा कि दुश्मन चाहिए सर्कल अलिक मतलब हुन्छ नि साथीहरू राम्रो भयो भने इङ्ग्लिस पनि राम्रो हुन्छ नि सब गाली हाल्छ मादक चोद भन्छ नि कहाँबाट अझ सिकेकै त्यही मादक चोद मात्रै होला अहिले गान्डु छ अनि हामी मुक्ति कसरी भयो भने इङ्ग्लिस एकजनाले मात्रै बोल्छ त यहाँबाट हानेर सिधै कुलुङ झर्ना चाहिँ नधरे भने ताप्रे ल फाइनली गुड्काइदेऊ न हाम्रो जङ्गली गैँडालाई चाहिँ भर्खरै भेटाएर यसो लिएर आउँदैछौँ खोइ सनम दोस्त हल्का एक्साइटमेन्ट देखाइदिँदैन ओ यो गाइस आज हामी आएको छौँ यो ब्लगमा ल आज हामी चढ्दैछौँ सबैलाई डाँडा आज म्याच नि कोकोला ए हल्का फ्रेन्डली फ्यामिली हो साथीहरु हैन कट हुन्छ त्यहाँ उहाँ छ मेरो एडिटर चाहिँ यता एडिटर यता अनुहार ट्याक्क फेरि हाम्रो पारेतोसले पनि घरिघरि चाहिँ राम्रो कुरा गर्छ कि तर यही अफ क्यामेरा चाहिँ फेरि सबैभन्दा धेरै मुख छाड्ने चाहिँ यही है यही हो म्याच लेगको चाहिँ ओभर ट्रेनिङ हुने कोही लेगको ट्रेनिङ यहाँ सर्ल्यो खुट्टामा ओइ के भनेको ओइ को यो लाउरे हुने अरे यस्तो लाउरे हुन्छ अरे दामी तर लाउरे चाहिँ यस्तो अलिक डेडिकेसन चाहिँ यतिखेरदेखि नै हुनु पर्यो यतिको बोरा सोरा बोकेर टक्क हुन्छ नि अझै दिनु पर्ने कहिले बोक्नु पर्ने सेन्टर जाने हैन हैन म जाने हैन म चाहिँ अब रियाब सेन्टर गए मात्रै हो ट्रेनिङ सेन्टर चाहिँ त्यस्तै हो अनुवासँग जान्छु भन्दै अघि डिस्कस गर्दैछ ओ साथी जाने हैन हामी दिदैन भन्दै यस्तो नाक मिलेको त खोइ सपन दाइले चाहिँ तर म सँगै जानुपर्छ भाइ रियाब सेन्टर भन्दै थियो हिँड आइज सनमी आइज दामी हो बाटो घुम्नु आएको रे त घुम्नु आएको कि हिँड्नु आएको आइज नि त नि घुमाइदिन्छु तँलाई म एक फोनको
दिबर रन्डिरा र यता पोज दिइरहेको रहेछ फेरि म चाहिँ उता देखाइदिइरहेको क्या हट यहाँ चाहिँ ठ्याक्क पिङ बनाएर खेल्नको लागि लाउनु दाइ तपाईँको क्यामेरा सम्हाल्नुहोस् तपाईँको धेरै भ्युज आउँदो रहेछ मैले यो ह्यान्डलै गर्न सकिनँ उयो गाह्रो छ केटा हो गाह्रो छ यहाँ एउटा कोठा थियो यहाँ कोठा थियो कति रुपियाँ कति रुपियाँको त्यो भएर आउँछ कति रुपियाँको कोठा हो पानी परेर ध्वंस छ चिप्लो चाहिँ छैन है हल्का लेउ लागेको कस्तो फेर हुन्छ होला त्यो बाटो हेलो घरबाट फोन आउन सुरु भयो केटाहरूको बग्लियो त्यो भिडियो छ ल पुला हान्नु न ब्याग उतारेर होला हौ कति एक हान्नु पर्यो ए म त 8 भनेको सुनिरहेको क्या हट न सनमे उफ्रिँदाखेरि फेरि त उतापट्टि झर्लास् नि फेरि यताकै उयोहरू केटाहरूले बनाएको रहेछ यही बाटो रन हान्ने एक बब्बाल रनिङ हान्नेहरू यस्तो होस् न सिक्ने रनिङ हान्ने दुई ग्रिपमा गर्न सर्टमा धेरै वाइड भयो यतिको बात थियो क्या हामी हान्दै 5 त्यसले हान्छ नि 5 हान्छ एक हान्छ ल हान्छ कति भयो 10 हो ए घर छ कि नजिकतिर 5 हुँदैछ यहाँदेखि बुढी पनि गाउँछ यहाँदेखि मास्टर पनि गाउँछ ल धर ल गोजी देख्यो गोजी रिविलै देखियो यार हुसियानी देखियो म्याच आइफोन चाहिँ कम छैन है यो पनि फेरि ऊ हेर न देखिरहेको छ त देखिरहेको छु ल यो समल आयो क्रा म सक्दिनँ भन्दै सकेन म्याच अनि के भन्ने अरू यति नै हो सक्यो ब्याट्री मान्छे पनि आउँदैछ हेर्दै जाऊ लागो चिसो हावा छाडा त को बोल्दैन हौ ओ हिँड्नु है अब मलाई भरे सेयर गरे इदा मलाई भिडियो बनाउँछ अब भरे सेयर गरे मलाई पनि ल देखाउँछु एउटा खामो फेरि ल यहाँ भयो मुखमै झिरो भयो एउटा पोका भरे मासुसँग एउटा पोका पोका चपडसँग अहिले पढ्यो मलाई दुईटा खाइदिनु के ओइ ढड्याङ गरेर त त्यो एउटा फुच्चेको भिडियो छ नि
लाट सिक्ने एक्टिङ भएको छ भने फोटो हो म्याकले मैले फोन गरेर म्याच के भएर हाल्दिने भन्छु त मुने हालिहाल्नु टुट आउँछ केटाहरूको अघि किन नभनेको सबको टुट आउँछ यो समयमा त मैले मलाई किबारको धम्की दिनु यस्तो भ्लग हाल्नु म यस्तो भ्लग हाल्नु भ्लग हाल्नु यस्तो भ्लग हाल्नु म्यान्द्र चुन्दहरू मुख चुहाउँदै जान्छ लामो मोबाइल भुडा चिक्नेले के हो प्लाट हानेपछि भुडा आयो हातले मोबाइल फुटो भन्दैछ त्यो त घडी झर्छ नि एउटा अनि त्यो त वाटर प्रुफ घडी हो भन्दै दिनको यसको दिनको भयो अब यहाँदेखि एउटा यस्तो आउँछ त्यहाँदेखि एउटा डाँडा आउँछ डाँडाको बेसी लास्टमा सुरुमा लास्टमा आउने बेला यतिको जम्दी हुनु पर्यो केटा यतिको जम्दी हुनु पर्यो मुखमा चाहिँ क्यामेरा न मुखमा क्यामेरा चाहिँ नभुसाने काम गरौँ कि मुझे यस्तो कनाइरहेको बाजे मकै चोरो नि फेरि बाजे मकै चोरो कस्तो यार ऊ चिसो चिसो तातो तातो बनि आयो नि बाफ हेर्न यस्तो हो क्या के भन्नु चिसो चाहिँ के हो भन्दाखेरि फेरि तातो चाहिँ कसरी भयो भनौँ भने नि पानी परेपछि जब तातो भइरहेको हुन्छ नि जमिन छस्स हुन्छ अरे क्या योबाट पुरै निस्किनु पर्छ मात्रै निस्किनुपर्छ यो कहाँ यहाँबाट जाने यता यता डाँडाबाट यस्तो जाने डाँडाबाट हो क्या हामी भाइ यो त गाडीबाट हो गाडी बाइक छ भने चाहिँ हो
उकाल्छ हामीले पहिला आउँदाखेरि उयाँनिर राखेको गाडी पुल बनायो उयो घरमा त्यहाँबाट हिँड्दै गएको फेरि किनभने हामी खासमा हाइकिङ हेर्दै गरौँ हामीले हाइकिङ भनेर उयो गरेको मसला अनि त्यो बाइकमा त गएको राम्रो हुँदैन नि त यस्तो हिँड्ने जस्तो हुँदैन नि त त्यो भएर अनि त्यहाँ राख्यौँ केटी जस्तै बिचकेर गयो अनि गयौँ फेरि त्यो कुकुर त्यहीँ छ दाइ तपाईँ अलिक केटीहरू इसाको फकाउने अलिक एक्सपिरियन्स मान्छे तपाईँ त्यसलाई फकाउनु के एक्सपिरियन्स छैन त अब तपाईँकै अलिक भाउजू तपाईँको छ अब के गर्ने एक्सपिरियन्स पारे जस्तो अब अखण्ड सिङ्गल घरलाई फका जानुहोस् डस्टबिन पुलकै छ डस्टबिन बनाएको के अन्डा दिन आँटे क्या हो पिचकी मोल बनाएको हो क्या दामी आवाज बोलो छिटो हिँड्न गयो ए तिम्रो कस्तो ए मुला भाइकिन बिचकेको भन्ने कुरा ए हिँड्न हो को बिचकियो चुपचाप हिँड्न बिहार चेक होइन म खोलेछु नयाँ प्रुफ हुँदैछ हाम्रो भाइ किन बिग्रियो भनेर ए यो भएन स्पार गर्दै अब जो नै मोबाइल फुट्छ त्यसको एउटा मोबाइल यो होइन हौ अघि चाहिँ भनेको क्या अघि चाहिँ बाटोको बाटो थियो अनि मैले कुटो भनेर अब चाट्नु खोजेको थियो हजुर 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 नबोल समय त्यो तल चाहिँ कुनै दामी जस्तो लागिरहेको मैले बुझिनँ हौ मैले पनि बुझेन डाइरेक्ट मैले घरमा आएर हान्छु भनेको मात्रै बुझेँ अरू के तैँले चाहिँ के भनिस् त्यो चाहिँ देखाएर पहिला अलिकति लु छिटो गयो छिटो हिँड्न न ढिलो भइसक्यो यार मुझे कहिले भाइ साथीको कहिले लिमिट हुँदैन है मेरोमा लिमिट त यति चाहिँ बुझ है साथीमा साथीमा कहिले लिमिट हुँदैन साथीमा कहिले लिमिट हुँदैन मलाई बाल लाग्दैन अलिकति हुन्छ नि अलिकति ठुलो पल्टिन खोज्छ भने म कस्तो म हेपाइदेखि थाल्यो भने मलाई चाहिएन गर्छु साथी हेपाइ चाहिँ कसरी हेपाइ त तिमीले पो देखिरहेको छु त मैले यहाँ हेपाइ त तिमीले देखिरहेको छु यहाँ हेपाइ त तिम्रो देखिरहेको छु म यहाँनिर ठिक छ कि जे पनि भन्नु सक्छ अब एउटा लिमिट हुन्छ नि त भन्नेको पनि भन्नेको लिमिट हुन्छ नि त अघि मुझे राम्रो दोकान कुराहरू पनि गरेको थियौँ मुझे अलिक के अरे भोलि चाहिँ जाने चाहिँ फिट हुन्छ मात्रै हुन्छ अब के बोलेको पैसा हालेको मुझे मैले हालेको त यत्रो चिकिहाल्यो हुन्छ सकेपछि पैसा खल्लीवाली चिकन भएपछि कमाइन्छ बेच्छ हान्यो भने कमाइन्छ के भन्नु त्यो भन्न त नि के भयो त्यही भन्दैन बुझेको हामी के भन्नु भन्नु मुझे तल अघि कुकुरले नि के गर मुझे तपाईँ नबुझिकन कस्तो सेवा आउनु भाइले कुकुरकै नि हो र कुकुरकै न्युमा हो कसले के भन्नु तिम्रो मुजीहरू नि मैले चाहिँ के भने त माछिकनलाई ओइ अटो हान्ने ओ माछ चप अटो नि सस्तो छ त मुजी हिन
त्यो मुजी त्यसमा पैसा भएपछि कमाइन्छ मुजी कति चाहिँ गरायो भोलि यहाँ अड्की झन् घरै पुग्नु सकेन भने कुन पैसा कमाउनु जान्छ हामी त जान्न चल्ला ए भाइ बोलेर यो हाल्नै पर्छ त होइन हाम्रो स्कुल गाडी पनि आउँछ अघि म त गइदिइहाल्छु फेरि तेरो स्कुल गाडी यहाँसम्म ओ म्या मुनि झर्पछि आउँदैन जाँदै अनि जाँदा कहिले पुग्छ आउनु पर्दैन भोलि भोलि बिहानै भोलि त्यहाँसम्म त हिँड्नु दिउँसो गइसकेको हुन्छ गाडी केमा जान्छ बिहान आउँछ गाडी केले पुऱ्याइदिन्छ कतिसम्म त लु पुऱ्याइदिला तल अनि त त्यहाँदेखि केमा जान्छ हिँड्दै जान्छ सुन हिँड्दै जान्छ अनि तले त पैसा लगाएर ए छिटो हिँड न छिटो ढिलो भइसक्यो कस्तो लोडहरू त भोलि पनि बेलुका पुगेर खाने बेला मात्रै हजुर तर दामी छ है केटा होइन चलाउनु भएको फर्स्ट टाइम होइन हजुर दाइ कस्तो भइरहेछ त यहाँ दामी भएछ दाइ दामी हजुर दाइ कतिको दामी कसले अलिक दिमाग खाइरहेछ दाइ कस्तो भइरहेछ त हजुर एक्सपिरियन्स मजा आएर दाइ पहिलोचोटि हाइकिङमा दाइ हो फर्स्ट टाइम लाइफकै फर्स्ट टाइम ल लाइफकै फर्स्ट टाइम हो हजुर दाइ ए ल हाइकिङमा हिँडेको थिएँ र अरू केटाको दाइ सुरुम भएको ब्लग सिधै हिँड न सिधै माथिबाट हिँड ल माथिबाट छोडो छोडो है ल भर्यौ त्यो समाजको गोलो चौतारी ल भयो सकिएन ब्लगरहरू 3-4 जना भयो यहीँ माथि हो जुन हुन्छ माथि यो पनि जानु मिल्छ यो पनि जानु मिल्छ क्या एउटै ल हेरो के दिनु पार कि पार दामी हावा आज लगभग केटा आधी पुग्यो आधी ठाउँमा त्यो छ एक्लै आउँदा त तर मर्छ होला र मान्छे डरले मर्छ क्या एक्लै आयो भने कार्टुन क्यारेक्टर जस्तो लाग्यो यो त उयो बेसार होइन बेसार त्यो अदुवा अलैँची अलैँची हुन्छ यत्रो माथि मासले हिँड्नु परिरहेछ यार थ्यात तर थ्यात होइन एउटा के भन्छ त्यसलाई जोस के फ्री फायर खेल्दै आउँदैछ क्या भाइ चाहिँ माथि
घन्टै लड्यो यार म पो मेरो काप्स र उपर दुखे यो पोस्ट हतरा छ आउँछ त्यो म्याच फाइनली कडा हो फाइनली परेर त टावर या फाइनली ऊ त्यो घर छ घरबाट चाहिँ यता भन्दा हुन्छ यताबाट छिरेर यस्तो निस्किन्छ होइन नि यार अझै छ नि कति पनि छैन हौ अब 30% हो मुला होइन 10% जति छ 30 पनि छैन आयो 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 ऊ त्यो घर त हो त्यो घरदेखि यता छिर्यो भने रोड निस्किन्छ क्या यो डाँडाको उतापट्टि निस्किनुपर्छ क्या अनि बल्ल आयो एउटा स्कुल निकालिदिन्छ म तिमीलाई फेरि अब एउटा स्कुल निकाल्छु फेरि त्यहाँ त्यो डाँडा कटेपछि निकालिदिन्छु म त्यही हो क्या हिँड्नु हिँड ए सरी ओ यार क्या भ्यू सार दाइ त्यो गोलो गोलो घुमेको हुन्छ नि क्लिप त्यो चाहिँ माथि गएर सँगै टुप्पोमा गएर पेन्ट सेन्ट लगाएर बनाउनुपर्छ कि गोरे भन्ने बनाउने बनाउँ न नि ल प एक ठाउँमा टक्क फोन राखेर यहाँबाट खस्यो भने त हिँड्नु गर्ने भिउको पनि अलिकति मजा आएन कलकन छिटो जान्छ भिडियो कल बनाएको मुजी क्या अङ्किता हट त एकचोटि त्यो लामे डाँडा मेरो साथी मेरो बादलले चाहिँ बाबा हालिदिएको क्या त्यहाँ पनेको न त गान्डुले चप्पल चाहिँ ननिकाल्ने एउटा ल खिच त धुन अरे अहिलेको पहिरो गएकोमा त्यही हो पहिरो गएको केटा अघि अहिले कस्तो है हुसेले केही देख्दैन अहिले त छ्याङछिङ देख्यो त फेरि अहिले उता गयो हामीभन्दा धेरै छिटो हिँड्दो रहेछ तर यो हावालाई सोधी हेर न यो बादललाई पनि कुन ठाउँको लागि देखेको यहाँ पनि घुम्नु अब होइन यता पनि बसेर हौ एकचोटि अनि लु भयो भयो बस टावर सम्झम हाम्रो किलर गाइडले
हेर्नु न उता कस्तो बाँदर टेलिकट टल्काइसक्यो हिँड्न हो के गरेको बलको बाटोबाट हिँड तिमीहरू लुगा धुने छैन भाइ धुने त घाममा सुकाइदैन भयो घाममा सुकाइन्छ भाइ कम on you can do it पुटो गाडी यो ब्रो कम on the Mr. Beast bro भाइ प्लेट चाहिँ लिदिमा नझरोस् त्यो कराइ नि तुरु डाँडामा पुगिसक्यो दाइ चुट 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 भिडियो बनाउँछु ल यसरी आउनु होइन यसरी आउनु हुँदै टर्न खाम हैन प्लास्टिक भरेर राख्नु पर्छ सबै कुरा चपटे काटेका हुँदैछ आगो जलिक पारौँ न पक्न आइसकेर बाल्नुपर्छ मासु पकाउने बेला धुरु पार्नुपर्छ गाम्मे हो क्या गाम्मे ए हाम्रो खन्चुवा खाएको छ त्यहाँबाट चाहिँ सुप्रिम रुपी ओभर खान्छ त पनि दाइ पनि यहाँ खानुहुँदैछ यहाँ हाम्रो अङ्कित साथी चाहिँ चपडेतिर बनाउँदैछ अनि अर्को साथी चाहिँ चपडे घोल्दैछ पारु हाम्रो केटाहरू मजाले काम लागिरहेछ म चाहिँ भ्लग बनाउँदैछु अब तिनी बोल बन्द गरेको ल बन्द गर्ने चल चल पाउन आयो क्या मासु चाहिँ खाइदेला नि फेरि दामी छ थिचिँदैन क्या फेरि यस्तो हुन्छ नि अब गिड्डी भयो दाउरा फेरि हाम्रो कति दाउरा बोटै दाउरा छैन दामी फुका भाइ मेरो भाइ यत्तिकै बलिरहेको हुन्छ निभिरहेको प्लास्टिकले बलेको छैन क्या माथिको के हो यो चटर चटर हुने गरी बनाउँछ। यो दाउरा खसाल्नु त यो अहिले पानी ल्याउँछ पानी यस्तो धुने एउटा केमा एक केजी मासु पकाइदिएको धुमै धुमै भएर पुरै समाना डाँडा ढुक्म भएर छ बाटो देखेन क्या त्यसले त ऊ जानु सोनम भाइलाई उयो गर्नु पानी भर्दैछ हौ अहिले मैले हरायो भएर खोज्न कहाँ जाँदैछ त्यो केटाकेटी हेर्न सक्नुहुन्छ गाइस ओइ 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 स्क्रिप्टो बो 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 फेरि गोला बङ 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 स्क्रिप्टो बङ बङ मिलो मिलो एउटा म भइहाल्यो न मेरो यस्तो छ चलिहाल्यो हात चाहिँ भन्दै थियो तर म फेरि हेरी
ओए केटा ओए हुर्चे लाग्यो मा हुर्चे लाग्यो केटा ओए ओ हुर्चे लाग्यो धाब्रे अरे अरे ये क्या हैन यिनीहरूले अदुवा फालेको माछ दुईजना त अटिले यार ओ चोर 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 उता भर्की त ए तम उता भर्किन ए होइन म्याच उता भर्किन ओ एकचोटि चेन लगाइदे ल ओ ठिक्क हुने यार हुसे लाग्यो दामी लाग्यो हुसे चाहिँ ला ओए कुकुर अन द स्पोट ल बाई भन्दा कस्तो छ यो तरकारी चाहिँ मिठो जस्तो देखिरहेको छ कि भरे खाएपछि रिभ्यू आउँछ है पार्ट 2 मा रिभ्यू है ल पार्ट टू पानी भाइ मैले लाएको हौ निकालेको थोरै लाएको क्या पानी एकजना टस देखाउनु एकजना का सबैको टस भन्नु लाग्ला यार छोटो भयो ल दे दाजुभाइ त यहाँ हान्दा हुन्छ होला नि सबै प्लेटमा हाने मैले पढाएको कुनै कोही पनि नहाने प्लेटै पुग्दैन पुग्छ माया प्रेस थाप रिभ्यू नि जोडै उयो ल मलाई प्लेट मलाई यहाँ छ यहाँ ला यो प्याज हात कोही नलगा हातमा कोही नलगा ल मलाई यहाँ मेरो यो होला हटा ओइ हटा त्यो उसको के मेरो हो अर्को त्यहाँ उयो सधैँ सब्जी पुछ न त उयो राम्रो त उयो त या सब्जी राखेको क्या उयो मतलब काटेर उयो राखेको अरू कहाँ कहाँ पुगायो नि हम्काउने भनेर के भनेर त्यहाँ होला त अझै एउटा अलिक यता अलिकति सधैँ एउटा होइन उडाएर चाहिँ हावाले एउटा त यहाँ नअघि खाने हाले ओ के गरेको उमा टोले म ढुको एउटा ल्यान्छ नि त म सबै धोएर राखेको त धोएर आएको अनि मैले त धोको दाइ दाइ प्लेटै पुग्दैन तपाईँ र म यहाँ हान्दै भयो म उसमा हान्छु उसमा मासु हाल्नु दाइ के आयो कुकुर पनि आएछ यसलाई भाग्ने टमेटी पनि धेरै सातोमा उडायो तेह्रमा धुराको भुजा ल्याउनु ले केटा हो नुवा बसेर हान्नु माथि लगेको हो भो यो चाहिँ यहाँ ढुङ्ग्री मात्रै छ कस्तो भनेको यसैन बसेर हान्नु क्या दाइलाई हुन्छ त्यति काम चाहिँ यति त खान्छु है म खानु हुँदैन खानु न पौन्डा हेर हुन्छ कि हुँदैन भन है सनम भाइ हुन्छ कि हुँदैन मलाई गाह्रै हुन्छ कि हुँदैन ग्रेभी दाडोपछि नभन्नु अब आमा त माछा ए ओइ तँलाई ऊ भाइले दे यार यसको मामु दिया हाल्छु मैले मेरोमा मेरोमा हेर एउटा दे एउटा यति कुरा हेर्नु कि हालमा माछा भनेको उसलाई भनेको दारे यति हाल भन्ला नि तिमीलाई मैले त उयो पनि हालिदिएको त मेरोमा उयो मात्र छ नि फेरि टुक्रा टुक्रीहरू भरे यता त पिस्कायो यहाँ अरे मा हेरे केटा हो यतिमा छ है भुजाले न बुझा ओ हेरे हेरे केटा हो हेरे जामा उतले एकदम भुजा नि यति छ है यहाँ खाने अनि फेरि उसाउनु पर्यो नि त फेरि साउन्ड हेर भाइ हेर है यति छ है यो हावा फेरि अदाइ उतले जाम उतै हाल्दै खानुपर्छ क्या यहाँ कहाँ अट्छ त एकैचोटि सबै त भुजा उतै लिएर जान्छ यहाँ हालेर फेरि कहाँ फेरि लिएर आउने यो भुजा ए अँ ओ केटा उतै ल कहाँ अट्छ त्यो भुजा यहाँ यो उयो चाहिँ राख्नुपर्छ यार यो ले यहाँ पालो त आउँदा के हो रसो झर्छ यार 3% छ भने लगाउनु नि सनम भाइ कस्तो आयो ओइ बिटी खान्छ तर त्यो उयो चाहिँ कसले लगायो न पेन्ट मैले जाडो भएर मर्न हामी कोठीमा सुन्दा अलि नलगा न भरे पो लाउने त उता जाँदाखेरि ए रहेछ त यहीँ बनाएर खाने नि दाउरा ल्याउँछ केटाहरूले
कस्तो दामी भ्यू त मस्त गर्छ होइन त्यहाँ चरा क्या खेल्दैछ नि बेसारे पो रहेछ म्या के खोज्नु आएको बेसारे यहाँ चाहिँ यो त दामीहरू छ जलासमा उयो राख न टेल्नु हलिन्छ रहेछ हौ यो पनि कहाँ हलिन्छ हौ फेरि म्याचको टोपी लगायो भने यस्तै हुन्छ कपालै यस्तै हुन्छ टोपी लगायो भने नि लसमा छु जहिले सिङ्गाले कोटा जा के भयो भाइ के छिरो काँडा छिरेर निकाल्नु हातले निक्लिन्छ भाइले काँडा छिरो छ अब म निकालिदिनै पर्यो निचर दरो निचर न यस्तो छ यो को दारे फेरि सुतेको उतारे थिइन् ओ दारे ओइ यो माछीको अनारै जोतको हो यहाँ आइज त तँलाई यस्तो उतारेर यता हालिदिन्छु उठ्न उभिन त चाहिँ हाम्रो ग्रुपको कसैको छैन केटो होला कसको के कस्ता आयो ज्याके उडी लाएर कु लगाएर जाडो भएर उडी लाएर कस्तो भन्छौ भन्नु अनि कु लगा 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 तल्लोसम्म नि यसरी अब मुनि मुनि यता चाहिँ हेरि ज्याकेट चाहिँ नलाग्यो म हल्का चाक मिलाउँछु ल अघिदेखि चाक बिग्रिँदो रहेछ ल म नि फोटो खिच्नु मलाई कपालै जख्रक्क हुन्छ क्या यस्तो गर भनेको क्या मैले जुत्ता अलिक मजाले अलिक मेरो त यति पेन्ट लाग्छु जस्तो देखेँ त हाइटै छैन उयो माथि हुसेर आउनु थालिसक्यो फेरि तेरो कर्णदेखि म्याद भयो 1 घन्टा जति दिन्छ हौ एउटा बस्यो भने हामी के बुझी प्रोफेसनल होइन त बुझी यतै पस्छ मैले कालेको पहिला चाहिँ फोटो खिचिदिने भयो मन पऱ्यो मन परेन मन परेन भइसक्यो अर्को त्यो खिचिसकेको हौ आधी घन्टा जस्तो उभाइदिएको मैले भिडियो गरेर
कालीलाई क्या फोटो खिच्दैछु पग हालेर I fall in love with you, sister. भयो खोइ छोडो अब मेरो पालो यहाँ मेरोबाट खिच भाइ दामी ए त्यो भिडियो बनाउनु पर्छ हौ ठिकै छ त नि हिजोको भिडियो क्या त्यो गोरे भन्ने चाहिँ त्यो त्यो हिजोको हाल्नुपर्ने एडिट चाहिँ हान्नुपर्ने छ त्यो हानिहाल्छ नि अलि गर ए हावा तिमी किन यहाँ चाहिँ हो दा यस्तो राउन्ड चाहिँ यहाँ चाहिँ हो नि त होला उहाँ चाहिँ हो क्या गर्ने दामी हुन्छ नि त्यही त अहिले जाने भनेको त मैले हिजोको प्यानल रहेछ लास्टको म्याच खेल्यौँ नि हामीले बढी भनेर हेडसेट खेल्यौँ नि त्यो प्यानल तिनीहरू चाहिँ प्यानल म्याच लास्टको चाहिँ प्यानल बरु एमपी भोटेले मुची अलिअलि हानिरहेको नि त्यो त म पनि के भन्छ ए मैले सेकेन्ड लास्ट गेममा त मैले हाने भिडियो बनाने ए भिडियो बनाएर एक दुई घन्टाको त भाइ अनि मोबाइल पढिन्छ तिमीले भनेको नै मैले भनेको यहाँ अनि यहाँ कहाँनिर यो नाला हानेको हौ त्यहाँ पर चाहिँ च्यानहरू छ त्यो त त्यो सपना चाहिँ आज बहुत बिग्रेको थियो मेरो जुस 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 त यहीँ छ जुस आएर हिँड्दैन नि फेरि लडेर घर पुग्दा आत्मा मात्रै पुग्छ नि त भाइ मान्छे पुगे पनि घर पुगेर चाहिँ फेरि आत्मा मात्रै हुन्छ फेरि हिजो पारेले अब्बर स्पोन्सर हानेको क्या पारेको साँच्ची कहाँ छ त्यो यहीँ नै केटा हो अजीब से गई मात्र नगरे दारे गिटार बोक न पछाडि ओइ ब्याग जस्तै भिड त ब्याग जस्तै भिड न यहाँ भित्र गएछ सिस्नु रहेछ करेन्ट लाग्यो इलेक्ट्रिसिटी पास भयो दाइहरूसँग हामी चाहिँ घर फर्किँदै यहाँ लजमा काम गर्ने दाइहरू हुँदो रहेछ यसो भेट्यो दाइहरूसँग दाइहरूले रुम दिनुभयो एउटा हामीलाई बस्नु सुविधा दिनुभयो त्यसको लागि धन्यवाद दाइहरूलाई समला डाँडा
चोरीको रातमा तेरा के अड्यो छ हौ ढुङ्गा अब आइज होइन भाइ थाप्रे आइज होइन अनि मेनको जुन हुन्छ नि म्याच हेर्न जानुपर्छ रमाइलो मेन दिनको जानुपर्छ हौ अँ अर्जेन्टिनाको पोर्चुगलको भयो अनि ब्राजिलको भयो भने जानुपर्छ ब्राजिल ब्राजिल अर्जेन्टिना फ्रान्स पोर्चुगलको हेर्नु जर्मनी चाहिँ मैले गोलीमार स्पेन कहाँ गयो स्पेन पनि छ यार स्पेन छ जर्मनी छ इटालीको नि दामी छ नि फेरि केटा हो भोलि 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 नेपाल भर्सेस इन्डिया अँ त हेर्दै गर्नु त नि कस्तो अल्टर सिडी बनाएको म्याच नि न दुईटा खुट्टा गर्छ लगर्दै भाइ भन् ल के भन्छस् मेरो सब्सक्राइबरहरूलाई सब्सक्राइबरहरूलाई चाहिँ के भन्न चाहन्छु भने म एक दुईजना सब्सक्राइबरहरूलाई के भन्न चाहन्छु त्यो सब्सक्राइबरमा 3 जनामा 1 जना चाहिँ मै हो होइन त्यही पनि के भन्न चाहन्छु भने त्यो एउटा हिजोको त्यो एउटा क्लिप चाहिँ हाल्नु ल भाइ त्यो त झन् हाल्नै पर्छ तैँले बुझेको थिएस् कि कुन क्लिप भन्दैछु म त्यो रोल सोल फेरि केही फरक पर्दैन त्यस्तो होइन त्योभन्दा डेन्जर क्लिप छ यहाँनिर आन्ट का नाम सुना है आन्ट खुजुली का नाम सुना है यो ब्यागमा हाल्नु नि बस्ने अले फाल्चेस तर म्यासले हाल्यो हिजो त ओल्ड मजा आइरहेको कि तर पनि हाल्यो चाहिँदैन समला फ्यान्सी मगाउनु माउदेखि झरे अब तल कस्तो ठाडै सिडी यार आइया पनि भन्नु पाउँदैन नि ट्राई ठिकै पनि गएछ अब तल फेरि गाडीमा हालेर पछि पुऱ्याइदिनु उसले खसी पारेको ब्रेक लगाउने 8 मिनट लाग्यो यार त्यहाँबाट आउनु 8 मिनट लाग्यो खै ब्यागमा हालौँ त्यही भिडियो चाहिँ मलाई पठाउनु यो 8 मिनटको मोबाइल पड्किँदैन यो त पड्किन्छ त चिसो चिसो हावा चल्यो छुने गरी कहाँ पुग्यो खोइ एउटा मुखी पहिला
Morlas. जुत्ताले फेरि उस्तै बिजोग भएर यहाँ खाली खुट्टा हिँडेर के भयो तिमीलाई बर्का नङको होइन हौ त होइन त्यो बोक्दा के भयो त्यो बर बोक्दा बोक्दा यहाँ गर्मी भइसक्यो हट भइसक्यो इट्स भेरी हट यु नो काइन्ड अफ एउटा फेरि लाउरेको चाहिँ चोरेर आएको मान्छेहरू यसरी चाहिँ हो क्या पनौती लाग्ने अगाडि नै जुत्ता लगायो भने फेरि होइन भाइ अगाडि कहिले लाउनु हुन्न क्या आफै लागेपछि लाउने हो बुझिन सधैँ अहिलेदेखि नै प्र्याक्टिस गर्नु पर्दैन अहिलेदेखि प्र्याक्टिस गर्नु परेन लाएर होइन भाइ जे चिज गर्ने प्र्याक्टिस गर्नुपर्छ सुरुमा एक्सपिरियन्स गर्ने हो यो टिम फुतिली चाहिँ मलाई किन अँगालो मार यसले ए केटी त्यो मुजी के को फोटो भन्नु ल आएछ भने कुच्चो भाइ कुच्चोलाई के भन्छ भन्छ अमिसो भन्छ होला हौ अमिसो भन्दैन भाइ के भन्छ अमिसो भन्छ ल अब यस्तो आयो है तेरो त मुजी खुट्टा दुखेर सकिन जाने च्यानगाडी यार यसले यहीँ छ च्यानगाडी यो डाँडामा क्या भयो केटा हो नि डाँडाबाट क्या यसरी बसेर कता हो केटा हो जाउँ न हौ मलाई लगाउन यार भन्छ भाग्दैन त होइन हामी जस्तो नयाँ मान्छे आएकोलाई चाहिँ थाहा हुँदैन होइन तर यताको बासिन्दाहरूले चाहिँ यो ठाउँमा देख्यो भने चाहिँ एक्लै कोही देख्यो भने तर्सिन्छ क्या मुजी एक्लै बस्नलाई तपाईँ नै मुजी डराउनुहुन्छ अनि के तर्साउनुहुन्छ तर्साउनको लागि एक्लै तपाईँ बस्न पनि सक्नु पर्यो नि त नि त्यो छ नि त कुरा त फेरि तपाईँ एक्लै बसिरहेको बेला उल्टै मुजी आयो गोरे भन्ने आयो अरे समझ्दै त मुजी राम राम भने भएको भर्खर बुझ्दैछ भर्खर दिमाग अलिक बाक्लो मुझे पसिना भयो भने के भन्छ हौ फेरि हिँड्न खडाउ हिँड्न कुलुङ घरमा चिसो पानीले नुहाएपछि सब दुखेको जति निको हुन्छ अरे धार्मिक स्थल हो कि होली वाटर भनेको थाहा छैन तँलाई फेरि नलाने हो त्यस्तै हो कि ओभर सबै निको भइहाल्छ घाउ काटेको छ भने पनि सर्ट पसेर निस्किँदा घाउ आयो भरे हो गयो रहेछ गर्मी भएछ यसलाई भर भएछ त्यो अनि कहाँ माथि चिसोमा बस्नु तराई अनि ए हो त म्या हो त
हो त नि भोलि कुकुर पनि त्यस्तै हो भने भोलि कुकुर सहनु सक्दैन नि त गर्मी त मर्छ न पुलमा गएर कस्तो पौडी खेल्छ होला यसले फेरि गन्दा बनाएको होला अनि फेरि हामीलाई पाप लाग्छ तिमीहरूसँग आएको दुष्ट पापीहरू त्यो धार्मिक स्थल हो क्या ए मुजी त्यो घरमा सुन्दा नि भर्खरै अनि हो त केटा हो साँच्ची मुजी घरमा पो मुनि नै सुन्ने उहाँ झुलुङ्गे पुल पनि देखिन्छ होला अलिक तल ए होइन बाटो निस्क्यो त अब यो चाहिँ गाडी आउने बाटो हो क्या अब यस्तो यहाँ सुन केटा हो यहाँबाट नि यसरी जान्छ सिधै हो भरे घर जाँदा चाहिँ उयो बाटो हेर उयो बाटो हामी सुरुबाट अगाडि झन्डै यता बाइकले गर्ने हामीले ल केटा हो कस्तो भएर छ एकदमै त्यस्तो हिँडेर आयो गर्मी भइरहेको थियो यहाँ मुखमै चाहिँ हालौँ न